सपना देख्न सबैलाई मन पर्छ, तर यो सपनालाई पूरा गर्न सङ्घर्ष चाहिन्छ। आजको हाम्रो स्टोरी छ रक्षा श्रेष्ठको बारेमा। सामान्य परिवारमा जन्मिएकी एक साधारण छोरी जसले ठुला सपना देखिन् र त्यो सपनालाई पूरा गर्न आफ्नो सम्पूर्ण जीवनलाई समर्पण गरिन्। रक्षा श्रेष्ठको जन्म 1993 जुलाई 10 मा नेपालमा भएको थियो। सानो गाउँमा हुर्किएकी उनी सधैँ हँसिलो र मेहनत। सानैदेखि अभिनय र मोडलिङमा रुचि राख्ने उनले काठमाडौँ आएपछि सङ्घर्षको यात्रा सुरु गरी। धेरै मेहनत र सङ्घर्ष पछाडि पहिलो काम उनले टेलिभिजन सिरियलमा पाइन्। हास्य सिरियल भद्रगोलबाट उनको यात्रा सुरु भयो। त्यो सिरियलमा काम गरुन्जेलसम्म उनले खासै पपुलारिटी त हासिल गर्न सकेको थिएनन्। आफ्नो आर्थिक पाटो जे जस्तै भए पनि उनले त्यहाँनिर काम गर्न छोडिन्। भनिन्छ नि प्रतीक्षाको फल मिठो हुन्छ भनेर। जब भद्रगोलका टिमले नयाँ सिरियल सक्कीगुनी बनाउने निर्णय गरे, सक्कीगुनी सिरियलको सुरु भए पछाडिदेखि रक्षा श्रेष्ठको अभिनयले लाखौं दर्शकको मन जित्यो। सुरुवाती दिनहरूमा असफलता, निराशा, आर्थिक समस्याहरू जस्ता सुकै परिस्थितिमा पनि उनले आफ्नो लक्ष्य कहिले छाडिनन्। अहिले उनी एक सफल कलाकार मात्र होइन, राम्रो श्रीमती र माया गर्ने आमा पनि बने। उहाँको वैवाहिक जीवनको कुरा गर्ने हो भनेपछि आजभन्दा 18 वर्ष अगाडि सुभाष गुरुङसँग वैवाहिक सम्बन्धमा बाँधिएकी छिन् र अहिले उनीहरू बीचको एक सन्तान पनि छ जसको नाम चाहिँ माहिरा गुरुङ हो र उनी आफ्नो जीवन रमाइलो पाराले बिताइरहेकी छ। र यो भिडियोको एउटा मूल सारांश चाहिँ के हो भनेपछि सपना पूरा गर्न सङ्घर्ष र धैर्यता अनिवार्य हो। तपाईँले गरिरहेको पढाइको क्षेत्रमा होस् वा तपाईँले गरिरहनु भएका कुनै अन्य कामको क्षेत्रमा होस् वा कलाकारिता क्षेत्रमै होस्, तपाईँले त्यसमा निरन्तरता र धैर्यता भन्ने कुरा एकदमै आवश्यकता पर्छ। जस्तै तपाईँले सालभर एउटा क्लासमा पढिसके पछाडि एउटा पेपरले तपाईँको जीवन निर्धारण गर्छ। तपाईँले 11-12 पढ्न पाउनुहुन्छ हुँदैन वा कुन कुन विषय पढ्न पाउनुहुन्छ भन्ने कुरा। उनको छोटोटा फिल्म क्षेत्रको कुरा गर्ने हो भनेपछि उनले गाजा बाजा जस्तो चलचित्रमा पनि अभिनय गरेकी छिन्। उनको सरल जीवनशैली र शक्तिशाली अभिनयले नेपाली दर्शकमा लोकप्रिय कलाकार बनेकी। उनी आफ्नो सामाजिक सञ्जालतिर पनि आफ्नो दैनिक जीवन शैलीहरू पनि सेयर गरिरहेकी हुन्छ। उहाँको सोसियल मिडियाको कुरा गर्ने हो भनेपछि इन्स्टाग्राममा 1,28,000 भन्दा बढी फलोवर्स रहेको छ। यहाँसम्म भिडियो हेर्न धन्यवाद। त्यस्तै भिडियोको लागि भिडियोलाई लाइक र च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला र हामीले बनाइरहेको सर्ट बायोग्राफी तपाईँलाई कस्तो लाग्दैछ कमेन्ट गर्न नभुल्नु होला। तपाईँहरूले पनि यसलाई साथ र सपोर्ट दिनुभयो भने चाहिँ हामी यसलाई कन्टिन्यू गरेर लानेछौँ अगाडि। र यो भिडियोको चाहिँ एउटा मेन पर्पज भनेको चाहिँ के हो भनेपछि सामाजिक सञ्जालमा रहेका हरेक एउटा सत्य तथ्यलाई मात्र प्रस्तुत गर्ने र जुन चाहिँ सामाजिक सञ्जालमा वा कुनै पनि प्रकारमा कुनै पनि ठाउँमा चाहिँ उपलब्ध नभएका जानकारीलाई हामीले यहाँनिर प्रोभाइड गरेका छैनौँ। र धेरै हामीले युट्युब भिडियोहरू पनि एउटा यस्तो भिडियोहरू भेट्टायो जुनमा चाहिँ एउटा कुनै पनि प्रकारको फ्याक्ट बेगर हावातालमा बोलिएको छ। त्यसको बारेमा चाहिँ हामीले त्यस्ता कुरालाई चाहिँ हामीले यहाँ उठाएका छैनौँ, किनभनेपछि अब जुन कुराको चाहिँ सत्य तथ्यता नै छैन त्यो कुरालाई उठाउन पनि राम्रो कुरा होइन जस्तो लाग्छ मलाई। र हामीले बायोग्राफी बनाउँदै गर्दाखेरि चाहिँ धेरै लामो भिडियो बनाउन पनि सक्छौँ, तर पनि हामीले चाहिँ जुन इन्फर्मेसन चाहिँ युट्युबमा वा कुनै पनि सामाजिक सञ्जालमा रहेको छैन ती इन्फर्मेसनहरूलाई चाहिँ हामीले बटुलेर एउटा सर्ट भिडियो बनाएका छौँ जुन चाहिँ हरेक एउटा दर्शकमासम्म पुगोस् भन्ने हिसाबले। र आजको लागि चाहिँ यति नै। यस्तै भिडियोलाई लाइक र च्यानल सब्स्क्राइब गर्न त भुल्नु भएन र तपाईँको फेभरेट पार्ट कुन थियो भनेर कमेन्ट गर्नु होला। थ्याङ्क्स फर वाचिङ, बाई बाई।